So hello and namaste, good morning everyone. हाम्रो सामान जोडिसक्यो हैन त्यो कुरो अनि अब चाहिँ हामी आज चाहिँ गोदावरी घुम्न जाँदैछौँ. So let's go guys. लाग्दैन होला यसमा लाग्दैन यसमा त लाग्छ यहाँ लाग्नेमा चाहिँ लाग्दैन. ल गाइज हामी त अब निस्किन लाग्यो गोदावरीमा. हाम्रो अङ्कलसँगबाट चाहिँ मैले यो स्टिक लिइसकेँ. के भन्छ र मलाई सेल्फी स्टिक. अनि लाग्छ नि यसमा लाग्छ भने काम लाग्दो मोबाइल छ. 15 minutes later. ल गाइज हामी चाहिँ अहिले ट्याक्कै दाइको रुमबाट पसलबाट निस्क्यो. दाइको पसल त्यहाँ छ. अनि साथी र म जाँदैछु. साधन छैन हिँडेर जाँदैछु. आज चाहिँ हामी गोदावरी पहिलो थुप्रो भयो नगएको. अब आज चाहिँ गोदावरी जाने हो. अनि हेरौँ कहाँ कहाँ पुगिन्छ. सबैजना हेर्दै गर्नु होला. अब हिँड्दै त हो नि होइन. अब त्यो साथी पनि थुप्रो वर्षपछि भेटेको हामीले. अनि कति वर्ष भयो होला नभेटे. 1.5 वर्ष 1.5 वर्षपछि भेटेको. अनि सो लेट्स गो गाइज. हेर्दै जानु होला भ्लग कस्तो हुन्छ. ट्याक्क अहिले चाहिँ हामी टाउखोल टाउखेलदेखि टाउखेल ओह्रालोबाट चाहिँ उकालो लाग्दै थियो. हेर्दै लास्ट ठाडो उकालो छ कि. अनि त्यही त हो नि यस्तो छ बाटो. यसरी हिँड्दैछौँ साथी र म चाहिँ. उस रमाइलो गर्नु पऱ्यो भनेर हिँड्न लगाएको आज चाहिँ. सो लेट्स गो गाइज होइन. के कस्तो हुन्छ. गर्मी बढ्न थालिहाल्यो. अनि डन्डी झारे हैनलाई लिएर गएको लगाइस त्यही हो. कति ब्लगलाई हेर्दै गर्नु होला. माया छ सबैजनालाई. अनि अरू कति भयो त तपाईँहरूलाई म यहाँनिर टाउखेलको के बन्दैछ बिल्डिङहरू पनि देखाउँछु है त. एकल 2 जना ल हामी जाँदै हो गोदावरी घुम्नलाई. देख्न सक्नुहुन्छ यस्तो खतरा बिल्डिङहरू बन्दैछ. यो बाटो भयो. फर्किँदैछु दाइको पसलबाट चाहिँ. त्यही हो. सो लेट्स गो. ब्लगलाई हेर्दै गर्नु होला. देखाएन सबैजनालाई माया छ. मैले पहिला विदेश गएर नि एकचोटि विदेशमा नै ब्लग बनाएको थियो. अनि टाइमिङ नमिलेर मैले बन्द गरेँ. तर अहिले चाहिँ जस गरौँ भनेर यो गर्न आँटिरहेको छु. तपाईँ सबैजनालाई माया देखाइदिनु पऱ्यो. त्यो गाइज यहाँ अर्काको बुढीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले भनेर भन्नु भने अहिले अर्काको बुढीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले भनेर भन्नु भने अहिले बेलुकातिर आउँछ होला देखाउनु नमिल्ने. त्यो भएर सो लेट्स गो गाइज. ल हामी चाहिँ उकालो चाहिँ अटेर आइयो. कति गर्मी छ भनेर साथी. यहाँ मेरो मुटुले ठाउँ छोड्नु लागिसक्यो. गर्मी त्यस्तो छ. अब के गर्ने गाइज होइन. अनि त्यही हो. गर्मीले गर्दा पनि हिजो चाहिँ हिँड्नलाई लास्ट गाह्रो हुँदैछ. यहीमा जुत्ता लगाएर हिँड्दा प्यान्ट लगाएर हिँड्दा त मासला मुटु निस्केर हातमा आउला जस्तो हुन्छ. ठिकै छ तर केही छैन. हामी हिँड्नेछौँ. अहिले सक्छ क्या. स्टामिना छ स्टामिना. त्यो टाउखेलको बाटो मासतिर उकालो चोकतिर लागेको. अनि त्यहाँ अगाडि गएर कपाल सपाल काट्नु मन छ. कपाल सपाल काटेर कपाल सपाल काटेर चाहिँ हामी
गोदावरीको लागि निस्किन्छौँ। अब कति बज्यो है? हेर त 10 बजेर 11 मिनट गयो अहिले। हामी चाहिँ के भन्छ कपाल काटेर ठिक्क 11 बजीतिर त पुग्ला नि त होइन? त्यही अनुसारले जानेछौँ। गाइज हामी चाहिँ दाइको पसलमा आइपुगिसक्यो। कपाल काट्नुपर्छ। यता पालो छ, पालो पुर्दै अहिले 3 महिना जति भयो होला कपाल नकाटेको। कपाल काटौँ जाउँ न। टाउखेलभित्रको पसल ठ्याक्क अलि भित्र छिरेपछि चोकमा छ। 15 minutes later. फाइनल लुक मेरो हो। आओस् दाइ। ल है त गाइज मेरो फाइनल लुक यस्तो भएको छ होइन। लाइन हानेको छ नयाँ तरिकाको हान्दैछ हाम्रो। सेभ गर्नुभयो? ओके गाइज हामी चाहिँ निस्किसक्यौँ यहाँबाट होइन। अनि फाइनली कपाल काटियो, सक्यो भनौँ न। अनि सो त्यही हो, सबैजनालाई माया छ। कस्तो देखाएको छ मेरो लुक्स कमेन्ट हानौँ न ल गाइज। हो कमेन्ट हान्नु पऱ्यो होइन। हामी चाहिँ अब चोकमा निस्केर खानासाना खाइएर निस्किन्छौँ। यता चाहिँ हामी अब गोदावरीको लागि निस्किँदैछौँ। यस्तो जस अहिले लुक्स चाहिँ कस्तो छ भनिदिनु पऱ्यो है, कमेन्ट डाउन कडा हो। अनि कति बिजी भएन ल यहाँ लाइभतिर छन् ऊ फेरि छुट्टै छ दुनियाँ उसको। गोदावरीको गाडी चढेको अवस्थामा करोडकोमा चढ्ने मान्छे हो। त्यो भएको कारणले बसमै हामी चाहिँ फेरि गाडी साइड चढेर कता कालो देखियो गाडी साइड चढेर अनि गोदावरीको गेट बाहिर हो के अरे सायद आइपुग्यो गोदावरी बस पार्क। यो चाहिँ गोदावरी बस पार्क, यो गोदावरी बस पार्कमा आयो हामी चाहिँ। आज शनिबार मान्छे टन्नै छ। हेलो बोल्ने तागतै छैन। खाजा किनेर लैजाऊ न, खाजा लानु पर्ला नि त हो। त्यही पाउँछ होला नि? कहाँ पाउँछ, भित्र पार्कमा पाउँदैन नि। वेलकम वेलकम। खाजा नास्ताको लागि चाहिँ बजार, गोदावरीको बजार चाहिँ यस्तो छन् होइन।
मासु भात पनि पाउने है खाने पराइ छ मलाई सोमबार कता हो यता होला बोर्ड मात्रै हो छ होला खाजा के खाँदा नि हामी के खाने खास तिमी के खाने भयो जे पाक्छ त्यही खाने त्यो खाजा के छ हाम्रोमा खाजा चाहिँ चाउमिन अनि साथी कस्तो छ भन्नु त एकदम अलिकति अलिकति के मलाई चाहिँ प्रायः अरूले भन्दा म चर्का खान्छु मलाई चाहिँ अलिक नुन कम भएको छ तै पनि यतिमै अनि तर यदि यो त होइन गाई के हुन्छ यसमा त नुन त मेरो लागि चाहिँ इनफ छ है त्यही नै अलिक बढी भएर लगाइरहेको छ हामी चाहिँ यहाँ खाजा बसेको यो चाहिँ गोदावरीको बजार खाजान बजार अब हामी गोदावरीमा छिर्छौँ खाजा खाएर सो सबैजनाले हेरिदिनु होला ल हामी चाहिँ फाइनली छिरिसक्यो अनि दुईवटा टिकट लिए दुईवटा एकै ठाउँमा हानेको छ नि अनि सल्लक्क यो गेट भयो हामी चाहिँ निस्के यस्तो बवाल छ ठाउँ त रियाक्सनहरू माइक पर्दैन कि त्यो आन्टीलाई कस्तो भन्यो अनि दुईजना चाहिँ अब क्यामेरा होला है यहाँ ठाउँमा छ छन् त तिनीहरूले पैसा तिरेर बस्यो होला बिचेर खिच्ने हो होइन कि क्यामेरा क्यामेरा त भइहाल्छ नि भने चाहिँ मात्रै गएको त खिच्यो त्यो नि जहाँ गयो नि हुन्छ क्या भित्र छिरेपछि अब जहाँ गएर घुम्यो नि भयो भाडा तिरिहाल्यो अनि खोला यहाँ सङ एकदम कञ्चन अच्छा कहाँ खोला ऊ सुने सरङ गरेको दादा अहिले चिलमा छ दादा अहिले चिलमा छ दादा चाहिँ चिलमा छ होइन पैसा तिरेको छ पैसा ओइमा यो त हुन्न नि यस्तो ल म त डल्लो बारिसकेको छ गाइज ट्यागमा यो त पक्रा डल्लो बारिसकेको दादा अहिले चिलमा छ गाइज होइन यो चाहिँ उता हेलो थोम्बे भाइ के छ यो चाहिँ होइन उता पनि देखाउनुपर्छ क्या अहिले दिमाग छैन क्या यसको यति चाहिँ त्यहीँबाट च्यादेर पठायो भने फेरि काउन्टरबाट भन्दा यता चेकिङ गर्नु हुँदैन यसलाई चाहिँ कोचिङमा राख्नुपर्छ डिस्प्लेमा एकचोटि थिएछ न यति डिस्प्लेमा यसलाई चाहिँ अहिले उता देखाउनुपर्छ होइन ल हामी चाहिँ यहाँ तल आइपुगेको थियो अनि यहाँ बसिरहे होइन साथी र म मान्छे कति छ भन्नु देखाउँछु गाइस मान्छे कति अगाडि मान्छे हेर्नु न मान्छे गाइस मान्छे हेरौँ न यहाँ गोदावरीको भ्यू हेर्नु चाहनुहुने माथि ठोकेर भाँच्छ लगाइछ कसको गर्लफ्रेन्ड कसको बोयफ्रेन्ड कसको बुढी कसको बुढा
त्यसको सामान कोसँग हिँडिरहेछ यहाँ म तपाईँहरूलाई देखाउन चाहन्छु यहाँ पार्किङमा गएर मलाई केही नहोस् तपाईँहरूलाई देखाउँछु नि अब यहाँ होइन यो कनेक्ट मात्रै भएको रहेछ हामी नै फोटो तिमी सामान बोक्ने मान्छेले नहानेर म त तिम्रो हानिदिन्छु नि त यहाँ मिलाएर मामु मेरो फोन छ कि नाइ चेक गर्छु मामु ल भाइ ओइ के भएको यो तरर धरर भएको त भाइले चाहिँ फोटो खिचेर आइसक्यो ट्यालेन्ट मान्छे म होइन अनि त्यही हो गाइस सबजनालाई माया छ मेरो भ्लगलाई हेर्नु होला तिर्मित भइरहेको कगजको गर्लफ्रेन्ड कगजको भयो भने हेर्नुपर्छ अहिले ए ल हामी चाहिँ यता के अरे ग्लास हाउस हो कि के भन्ने ठाउँपट्टि आइसक्यो आइसक्यो यता छेउमा आइसक्यो कहाँ आइपुग्यो भने यतै हो यताबाट जाने हो अनि मान्छे ओ यहीँ चाहिँ हो कि उसले भनेको दादाले चिल्नु भएको छ नटिप्नु हेर कोपिला नचुर्नु पाएको छ हो भन्ने कुरा मलाई थाहा छ यताबाट पनि बाटो हामी चाहिँ यहाँ माथिपट्टि आइसक्यो त्यहाँ के छ होइन म सबै देखाउँछु साथीले चाहिँ यहाँ चाहिँ फुलहरू चाहिँ यसरी राखेको छ गोदावरीमा चाहिँ कडा हो गोदावरीमा चाहिँ यस्तो यस्तो छ क्या ठाउँ चाहिँ खै फुलहरू चाहिँ यस्तो छ पानी पनि पर्यो होइन के पानीहरू आउँदैछ यस्तो छ फुलहरू चाहिँ माथि बस्ने गएर पानी पर्छ ठुलो तिमी हावा नबोल न हिँड्न चाहिँ आइसक्यो हामी चाहिँ भित्र चाहिँ सिर्न बोट बिरुवाहरू छ यता अन्त के होइन बोट बिरुवाहरू चाहिँ छ अनि कुनै पिकनिक मनाउँदैछन् कुनै के
अनि अब यो घरभित्र छिर्छ हामी ब्याम्बो यो भित्र छिर्छौँ यस्तो खतरा चिज छ रहेछ होइन खास अब हाम्रो लागि चाहिँ अब के न के हो स्पेसल कुराहरू पनि होला तपाईँहरू आफै हेर्नुहोस् होइन ल दाइहरू भाइ गरिदिनु फेरि 1 लाख ओके ल गाइस यहाँ चाहिँ के भन्छ दाइहरूले होइन दाइहरूले चाहिँ सब्सक्राइब गर्दै हुनुहुन्छ अनि दिनमा एकजना बढ्यो नि होइन 30 दिनमा 30 जना बढ्छ नि त भन्ने चाहिँ मेरो धारणा हो गाइस पानी पर्यो लेट्स गो अहिलेको लागि चाहिँ निस्किन्छौँ यहाँबाट अनि यहाँ दाइहरूले चाहिँ खासमा हाम्रो त यत्रो के कस्तो ओ यही हो सिपले भन्यो अनि पुल दियो नानीहरूको सुटिङ सिटिङ चाहिँ हाम्रो पालो है ल हाम्रो चाहिँ सुटिङ सक्यो अब निस्किन्छु हामी चाहिँ निस्केको होइन काका भतिज अङ्कलको छोराहरू होइन तिमीहरू बस इन्जोय गर तिमीहरू बस इन्जोय गर हामी जान्छौँ त्यही हो सबजनालाई माया छ अनि यहाँको चाहिँ म यति नै भन्न चाहन्छु त्यो भन्दा चाहिँ अलिकति पानी परेको कारणले होइन ल अब हामी यहाँबाट निस्किन्छौँ कस्तो लाग्यो तिमीलाई गोदावरी भाडामा ठिक छ अब फर्स्ट टाइम आएको ठिकै लाग्यो लगाइ चाहिँ हामी चाहिँ निस्किन्छौँ होइन अब यहाँबाट मलाई बोक्यो नि त यहाँ चाहिँ गोदावरी ल बस गोदावरी अब यो रन्डालाई बोकेर लान्छ कि पठाउ यहाँ माछाले कति केजी छ भन त्यही धेरै न 65 केजी जति चाहिँ होला 65 होला 72 पुग्दैन होला है 3 थाल भात खाएर होइन सिमेन्ट बोक्ने लुगामा जुत्तामा हुनुपर्छ 72 ठ्याक लगाइज त्यही हो सबजनालाई अब कस्तो लाग्यो के कस्तो लाग्यो भ्लग होइन कमेन्टमा भन्न सक्नुहुन्छ तपाईँले र अहिलेको लागि चाहिँ यहाँबाट चाहिँ छुट्टिन्छौँ हामी गोदावरीको यो फर्स्ट भ्लग गोदावरीको अहिलेको लागि बिदा हुन चाहन्छौँ यो भ्लग चाहिँ के कस्तो लाग्छ अनि साह्रै राम्रो आउने हो यहाँ त अनि साह्रै राम्रो आउने हो यहाँ त तपाईँहरूको माया प्रतिको के भन्छ कदर गर्दै अर्को भ्लग ल्याउने छु सबैजनालाई माया छ लट्स अफ लभ होइन एभ्री वान के भनिदियो साथी मेरो दर्शकहरूलाई म अहिले यस्तो अर्कोतिर ध्यान छ कि मेरो अहिले म पिन्छु गाइस समझ रहे हो त्यही हो गाइस होइन अब त्यही हो सबैजनालाई खुसी लाग्छ मलाई चाहिँ यस्तो धेरै त्यही हो भ्लगलाई एकदम जति सक्दो माया देखाइदिनु होला सबैजनाले ए चुप लागेन माया एकदम माया देखाइदिनु होला जति सक्दो होइन अब तपाईँहरूले माया देखायो भने अब त्यही अनुसारको तपाईँको मायाको कदर गर्दै मैले अर्को दामी भ्लग ल्याउँछु आजको छोटो मिठो भ्लग चाहिँ हाम्रो गोदावरीको सम्मको यात्रा थियो अनि अहिले हामी घुम्यो पनि फर्क्यो पनि कति कुराहरूमा अब बोल्न पाएन होइन अब मेरोमा अहिले त्यति सेटअपहरू केही छैन सो गाइज लट्स अफ लभ एभ्री वान एकचोटि लम्बावाला देखाइदिउँ है तपाईँहरूलाई
लास्ट लम्बा भाइ ल गाइस यो हाम्रो लम्बा होला भनेको ल